Hi everyone, welcome to my glow up series. आजको भिडियो चाहिँ स्किप नगरी एन्डसम्म हेरिदिनुहोस् होला किनकि म तपाईँहरूलाई देखाउन गइरहेको छु कि म मेरो फेसमा के लगाउँछु भनेर। अन्त तपाईँहरूले स्किप नगरी हेर्नुभयो भने चाहिँ तपाईँहरूलाई पनि आइडिया हुन्छ कि तपाईँहरूले पनि के लाउनु पर्ने। अन्त तपाईँको स्किनमा चाहिँ एकदमै ब्राइट 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 ग्लो आउँछ हैन। फर्स्टमा चाहिँ मैले मेरो फेस वासले मुख धोएँ हैन, त्यहाँदेखि चाहिँ म सिरम लगाउँदैछु। मैले यो सिरम युज गरेको चाहिँ बेसी भएको छैन, त्यस्तै 2 विक्सहरू चाहिँ भयो होला हैन। अन्त यो चाहिँ एकदमै बेस्ट हो, तपाईँहरूले पनि लिनु सक्नुहुन्छ हैन। यो चाहिँ एकदमै बेस्ट छ। त्यहाँदेखि चाहिँ म मोइस्चराइजर लगाउँदैछु हैन। त्यहाँदेखि चाहिँ मेरो स्किन चाहिँ अहिले नै सफ्ट 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 मलाई फिल भइरहेको छ। त्यहाँदेखि चाहिँ म मेरो टिन्टेड सनस्क्रिन लगाउँदैछु हैन। अन्त यसले चाहिँ यति बेसी राम्रो कभरेज दिन्छ हैन। तपाईँहरू यो पनि ट्राई गर्नु होला। तपाईँलाई हेभी फाउन्डेसन तपाईँहरूलाई लगाउनु मन छैन भने तपाईँहरूले यो लाइट वेट टिन्टेड सनस्क्रिन तपाईँले युज गर्नु सक्नुहुन्छ। त्यहाँदेखि मेरो डार्क सर्कल्सलाई छोप्नु लागि मैले मेरो कन्सिलर युज गरेँ हैन, किनकि अब राति त म ढिलै सुत्छु हैन, त्यही भएर छोप्नु त पर्यो। अन्त हल्का मैले ब्लस लगाएँ हैन। ब्लस लगाएँ, त्यहाँदेखि चाहिँ हेर्नुहोस् कस्तो मजाले कभरेज दिन्छ हैन। तपाईँहरूले पनि यही वेमा युज गर्नुभयो भने चाहिँ तपाईँहरूको स्किन पनि मजाले ग्लो गर्छ यसरी नै हैन। त्यहाँदेखि चाहिँ फाइनल मैले मेरो लिपमा लिप बाम लगाएँ हैन। अन्त चाहिँ आई एम डन, अलमोस्ट डन। तर मैले लास्टमा चाहिँ मस्कारा लाउनु बिर्सेछु हैन। अन्त मस्कारा लगाएर चाहिँ म गएको, म र मेरो साथी चाहिँ घुम्नु गएको। बाई बाई, नेक्स्ट भिडियोमा भेटौँ।